नमस्ते तपाईलाई मेरो YouTube च्यानलमा हार्दिक स्वागत छ। म मन्जु लिङदम। आज तपाईले थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ। आज चाहिँ म तपाईहरुलाई स्टुडेन्ट भिजा इन UK विषयमा चाहिँ कुराकानी गर्न गइरहेको छु। यो विषयमा धेरै जनाले मलाई प्रश्न पनि गर्नु भएको र धेरै जनाले चासो पनि राख्नु भएको भएर चाहिँ मैले यो विषयलाई चाहिँ वाइ नट भनेर केही मात्रामा रिसर्च गरेर तपाईहरुमा प्रस्तुत गरिरहेको छु। सम्पूर्ण कन्टेन्टहरु चाहिँ रिसर्च बेस मेरो पर्सनल एक्सपिरियन्स अनि कसैले भनेको एक्सपिरियन्सहरुलाई पनि राख्ने गरिरहेको हुन्छु। घाम मजाले लागेको छ, त्यही भएर अलिकति भिडियोहरु चाहिँ घरि घाम घरि छाया जस्तो भइरहेको छ है। त्यही हो, आज चाहिँ तपाईहरुलाई म स्क्रिन शेयर गरेर देखाउँछु है। कम्तीमा कति खर्च लाग्छ र बढीमा कति खर्च लाग्छ भनेर, किनभने कति जनाले चाहिँ कतिौं लाख खर्च लाग्छ भनेर मेसेज गरिरहनु भएको हुन्छ हैन। यो के हो कसो भनेर कुरा गरिरहनु भएको हुन्छ। कम्तीमा तपाईहरुलाई टेन्टेटिभ आइडिया होस्, कम्तीमा कति लाग्दो रहेछ, बढीमा कति लाग्दो रहेछ र त्यही अनुसारले चाहिँ तपाईले आफ्नो मेन्टालिटी प्रिपेरेसन गर्न सक्नुहुन्छ र ठगिनबाट पनि बस्न सक्नुहुन्छ भन्ने हिसाबबाट चाहिँ मैले आजको भिडियो बनाइरहेको छु। मैले चाहिँ यो गुगलमै सर्च गरेर चाहिँ यतिसम्म खर्च लाग्दो रहेछ है भनेर चाहिँ स्क्रिन रेकर्ड गरेर तपाईलाई प्रस्तुत गरिरहेको छु। तपाईहरुले पनि आफै अध्ययन गर्न सक्नुहुन्छ। तपाईलाई म लिंक पनि राखिदिन्छु है र अन्तिमसम्म हेर्नुलाई एकदमै उपयोगी छ। र कोही पनि युके स्टुडेन्ट भिजामा आउन चाहनुहुन्छ भने तपाईको साथीभाइ आफन्तलाई त्यस्तो छ भने पनि तपाईले यो भिडियो शेयर गर्न सक्नुहुन्छ। कम्तीमा उहाँलाई केही बेसिक नलेज आइडिया हुन सक्छ भन्दै आजको भिडियो स्टार्ट गर्छु है। फेरि पनि तपाईहरुलाई मैले यो गुगलमा लगेर स्क्रिन शेयर गरिरहेको छु, स्क्रिन रेकर्ड गरेर देखाइरहेको छु। तपाईको अहिलेको यो 2025 को कुरा गरिरहेको छु मैले हैन। यसमा चाहिँ अहिले कस्तो रहेछ भने भिजा एप्लिकेसन फी मात्रै 524 पाउन्ड अनि इमिग्रेसन हेल्थ सर्चार्ज भनेको चाहिँ 776 पर इयर भनेको छ हैन। तपाईको 1 वर्ष कोर्स छ भने 1 वर्षमा त्यति तिर्न पर्यो, 2 वर्ष कोर्स छ भने त्यसमा मल्टिप्लाई बाइ 2 हुन्छ। अनि अर्को तपाईको चाहिँ पोटेन्शियल कस्टहरु भनेको चाहिँ अब ट्युसन फी भयो, लिभिङ एक्सपेन्सेस भयो हैन, यो त दिनै पर्ने भयो नि त हैन। अनि त्यसमा चाहिँ तपाईको लिभिङ एक्सपेन्सेस चाहिँ आउटसाइड लन्डन र इनसाइड लन्डनमा डिफरेन्ट हुन्छ भनेको छ। अनि अरु भनेको चाहिँ तपाईको यो इम्पोर्टेन्ट कन्सिडरेसनहरु पनि छ, जस्तै अब तपाईले यो चेक अफिसियल सोर्सेसहरु हैन, प्रायोरिटी सर्भिस, टोटल कस्ट ड्यू भनेको चाहिँ तपाईले भिजा कसरी एप्लाई गर्नु भएको छ भन्नेमा डिपेन्ड हुन्छ। तपाईलाई म यो भरे यसको लिंकहरु पनि राखिदिएको हुन्छु तल डिस्क्रिप्सन बक्समा, हेर्न सक्नुहुन्छ। अनि यहाँ अर्को एकदमै राम्रो beacheducation.com को साइटमा देखाउन गइरहेको छु तपाईलाई मैले। जस्तै तपाईको यो युके स्टुडेन्ट भिजा फर इन्टरनेसनल स्टुडेन्ट हैन, विशेष गरेर चाहिँ नेपालबाट चाहिँ भन्ने कुरा, नेपाल अथवा इन्टरनेसनल स्टुडेन्टहरुको लागि चाहिँ के छ भनेर। अनि तपाईलाई चाहिने भनेको युके स्टुडेन्ट भिजा रिक्वायरमेन्ट भनेको चाहिँ एक्सेप्टेन्स लेटर चाहिन्छ हैन। तपाईको कलेजले चाहिँ कन्फर्म गरेको एक्सेप्टेन्स लेटर भयो, फाइनान्शियल प्रुफ अनि इंग्लिश ल्याङ्ग्वेज त्यो टेस्ट जो चाहियो हैन, टिभी टेस्ट रिजल्टहरु चाहियो, क्लेम पुलिस रेकर्डहरु, भिजा एप्लिकेसन फर्म, यो चाहिँ तपाईले भिजा एप्लिकेसन गर्दाको कुराहरु भयो है। अनि त्यसमा यहाँ सबै तपाईले देख्न सक्नुहुन्छ के चाहिन्छ भनेर है। भ्यालिड पासपोर्टहरु, एप्लिकेसन फर्म अनि पासपोर्ट साइजको फोटोदेखि लिएर सबै कुराहरु तपाईले यहाँ देख्न सक्नुहुन्छ। मेडिकल टेस्ट रिजल्ट फर ट्युबरक्लोसिस, पेमेन्ट फर आइजेस हैन, अनि भ्यालिड एकाडेमिक टेक्नोलोजी एप्रुभल स्किम भयो हैन, रिटर्न एग्रिमेन्ट फर्म, पुलिस क्लियरेन्स सर्टिफिकेट सबै छ। अनि तपाईको चाहिँ युके स्टुडेन्ट भिजा फी फ्रम नेपालको कुरा अघि पनि आएको थियो, त्यहाँ तपाईले देखिसक्नु भएको छ हैन। अनि यसको प्रोसेसहरु पनि मजाले यहाँ स्टेप बाइ स्टेप दिएको छ। तपाईहरुलाई मैले यहाँ डिस्क्रिप्सन बक्समा राखिदिएको छु, चेक गर्न सक्नुहुन्छ आफै पनि। सुरुमा कम्प्लिट एप्लिकेसन फर्म भयो, ग्यादर रिक्वायर्ड डकुमेन्टहरु भयो हैन, पे द भिजा फी, बायोमेट्रिक अपॉइन्टमेन्ट, अटेन्ड एन इन्टरभ्यू, वेट फर डिसिजन, कलेक्ट योर भिजा एन्ड ट्राभल टु द युके हुन्छ हैन। यो चाहिँ तपाईले त्यसरी गर्न सक्नुहुन्छ। अर्को एउटा एकदमै राम्रो साइट भेटाएको छु, तपाईहरुलाई पनि मैले यो डिस्क्रिप्सन बक्समा राखिदिन्छु। तपाईको टोटल कस्ट टु स्टडी इन द युके फ्रम नेपाल भनेर चाहिँ कति हुन जान्छ त भनेर तपाईको यो आइएलटीएस यो पीटीई प्रिपरेसनको लागि 7910 अमाउन्ट लाग्ने रहेछ हैन। अनि तपाईको इंग्लिश प्रोफिसिएन्सी टेस्ट फी टेस्ट दिँदाखेरि कति लाग्दो रहेछ, प्रिपरेसनको कुरा भयो माथि चाहिँ 7-8 मा हुँदो रहेछ अहिले चाहिँ प्रिपरेसन क्लासहरु हैन। अनि प्रोफिसिएन्सी टेस्ट फीहरु चाहिँ अहिले यो 31,500 यो तपाईले एक्जाम दिँदा त्यति लाग्ने रहेछ। अनि नो अब्जेक्सन लेटरको लागि 2000। अनि ट्युसन फी भनेको चाहिँ अहिलेको स्थितिमा 11,000
चाहिँ ब्याचलरको लागि 12,000, मास्टरको लागि पाउन्ड लाग्ने रहेछ है। अनि ट्युबरक्लोसिस भनेको 70 USD भयो होइन। अनि IHS 776 पर इयरको भयो। अनि भिजा एप्लिकेसन 490 GBP भनेको छ। यो चाहिँ GBP भनेको छ होइन। अनि प्लेन फेयर 60,000 70,000 1 लाखसम्म। अनि इनिसियल सेटलमेन्ट भनेको छ सुरुमा अब 2500 पाउन्ड लाग्छ इनिसियल सेटलमेन्ट। लिभिङ कस्ट भनेको चाहिँ 5,000 to 6,000 भनेको छ है। यो चाहिँ दिस इज द लिभिङ फर्स्ट 6 मन्थको लागि चाहिँ 5,000 to 6,000 लाग्ने रहेछ। अब यहाँ तपाईँले सबै देख्न सक्नुहुन्छ होइन। अनि यो अनुसारले तपाईँले आफै अब क्यालकुलेसन गर्यो भने तपाईँको लगभग कति खर्च हुन जान्छ भने आइएल्स प्रिपरेसनदेखि लिएर होइन 31,000 41,000 र 26,000 65,000 भइगयो। 68,000 भइगयो। 68,000 लगभग तपाईँको नेपालमा खर्च नेपालको रुपैयाँ भनेको लगभग प्रिपरेसन अनि आइएल्सको इक्जाम लेख्दा वर्दा भनेको 70 to 1 लाख लाग्ने रहेछ। त्यो भयो तपाईँको प्रिपरेसनको कुरा भयो होइन। अनि त्यस पछाडि तपाईँको ट्युसन फी भनेको चाहिँ 11,000 लाग्ने रहेछ है ब्याचलरको लागि 1 वर्षको लागि। त्यसलाई अब कन्भर्ट गर्न सक्नुहुन्छ तपाईँले होइन। यही अनुसारले यसरी तपाईँले यो मजाले सबै हेरेर कन्भर्ट गरेर चाहिँ कति लाग्दो रहेछ भनेर आफै क्यालकुलेसन गरेर चाहिँ हिसाब गर्न सक्नुहुन्छ र त्यही अनुसारको माइन्ड मेकअप गर्न सक्नुहुन्छ। तपाईँलाई मैले यो सबै डिस्क्रिप्सन बक्समा राखिदिएको छु। तपाईँले आफै पनि हेर्न सक्नुहुन्छ है।